5 लाख जित्ने हैन त साथीहरु। माइती घरको बसन्त नै बस्न खोज्छ यहाँ लौ लाएरमा। सबैजनाले भिडियो बनाएर 5 लाख जित्ने हैन त। सो हे गाइस, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। गाइस अब चाहिँ म रेडी हुन्छु। मौसम पनि यस्तो दामी गरेको छ, मेरो साथी पनि आउन लागि छ। अब तपाईहरुलाई म रेडी भएपछि देखाउँछु। गाइस म चाहिँ रेडी भइसकेको छु। त्यो साथी चाहिँ मेरो भिडियो बनाउने होइन, मेरो यो पछाडीको साथीले र मैले बनाउने हो। अब चाहिँ हामी जान्छौँ। गाइस हामी चाहिँ आइसकेको छौँ भिडियो बनाउने ठाउँमा। ल हेर्नुस् यस्तो दामी मौसम, यति खुल्ला ठाउँ छ, एकदम राम्रो ठाउँ छ। सबैजना आएर टिकटक बनाउनु होला। गाइस हामीले चाहिँ भिडियो बनाउँदै फोटो खिच्दै नि यस्तै राम्री हुँदै, अनि यसले चाहिँ अझै के मेकअप गर्न लागेको छ। अनि त्यसले चाहिँ मेरो जस्तै यो यस्तै टिप्नको छु। पर हेर्नुस् न उतातिर हेर्नुस् न, म यस्तो गर्छु। ल भइगयो यो हातले गाइस हामीले चाहिँ भिडियो पनि बनाएर सकिसक्यौँ। हामी चाहिँ एकजना अङ्कलकोमा पानी खाना छिरेको थियौँ। अनि मेरो भाइलाई पनि तिर्खा लाग्यो गरे, क्यामेराम्यान चाहिँ यो हो नि त। अनि यिनीहरूलाई पनि लास्टै गर्मी भयो गरे नि मैयाहरूलाई। अनि मलाई पनि तिर्खा लाग्यो, भाइ पानी पाइले त भने। अनि मेरो भाइले चाहिँ मेरो लागि पानी ल्याउँदैछ। मलाई पनि यति तिर्खा लाग्यो, मैले चाहिँ घटडडडड पारिकन पानी खाएँ। अनि त्यसपछि ठुलो सास फेरे। यति गर्मी गाइस, कुरै छोड्दिँ मामा, म त पागल भइसकेको थिएँ। गाइस हामीले चाहिँ फोटो भिडियो बनाएर घर फर्किसकेको छ। मेरो साथीहरूलाई सबैलाई बाई भन टिम ड्युटीले बाई। अनि यतातिर मेरो भाइले पनि बाई भन। बाई गाइस, लभ यु अल। लास्ट मेरो भिडियो हेरिदिनु होला।